हेलो एभ्रिवान, नमस्ते। म गीताञ्जली अनि आज हजुरहरूलाई चाहिँ मेरो पुरानो आज 2020मा रोपेको खेत रोपाइ देखाउन गइरहेको छु। यो खेत चाहिँ अहिले हामीसँग छैन, तर हामीसँग सम्झना भने अझै पनि कायम रहेको छ। खेत छैन भन्दा चाहिँ कि बेचेको भन्ने लाग्छ होला, तर होइन। हाम्रो चाहिँ धेरै नै माथि पनि अनि यो तल पनि दुईवटा धेरै नै खेत छ र त्यो खेतमा चाहिँ तल आधीबाट तलतिर चाहिँ हाम्रो ठुलो बुवाको छोराहरूको पनि खेत छ अनि उहाँहरूले चाहिँ आफ्नो खेतलाई गिटी के भन्छ हो त्यो बनाउनको लागि ढुङ्गा गिटी बालुवा थुपार्नु भयो डोजर लगाएर। अनि त्यसकै क्रममा हाम्रो खेत पनि पुरियो अनि त्यही पुरिँदाखेरि हाम्रो यो खेत चाहिँ यो तलको खेत चाहिँ हाम्रो त्यसमा परेर अहिले हामीसँग यो खेत छैन। तर यति बेला हामीले खेत एकदमै रमाइलो गरेर रोपेका थियौँ। पहिला हाम्रो खेत रोप्नको लागि हाम्रो घरमै धेरै परिवारहरू हुनुहुन्थ्यो अनि हामी सबैजना रमाइलो गरेर खेत रोप्ने ओर्ने एकदमै रमाइलो गर्थ्यौँ। तर अहिले हाम्रो माथि खेत पनि तल त्यो गिटी बालुवाले गर्दाखेरि माथिको खेत पनि हाम्रो बाँझो नै छ, किनभने हामी सबैजना अब पढाइ काम भन्दै बाहिर भयौँ अनि मम्मी बुवाहरू पनि बुढो हुनुभयो। त्यो भएर खेती गर्न नसक्ने भएर हामीले चाहिँ अहिले खेत बाँझो नै राखेका छौँ भने देख्न सक्नुहुन्छ। हामी सबैजना भएर खेत रोपिरहेका छौँ अनि यो चाहिँ हामी सधैँ यो तलको खेत चाहिँ थोरै भएको कारणले माथि चाहिँ हामीले असारको लास्ट या साउनमा रोपे पनि यो चाहिँ हामी धान दिवस भनेर जहिले पनि असार 15मै रोप्ने गर्थ्यौँ र त्यो बेला पनि हामीले असार 15कै दिन रोपेका थियौँ, किनकि माथिल्लो खेत रोप्नलाई चाहिँ अलिक धेरै नै पानी चाहिने हुन्छ अनि पानी परेको हुँदैन र तल्लो खेतमा चाहिँ थोरै पानी भए पनि हुन्छ अनि हामीले पाइप लगाएर भए पनि ल्याएर असार 15मै धान दिवस मनाउने भनेर रोप्थ्यौँ। एकदमै धेरै रमाइलो हुन्थ्यो अनि आज त्यो सम्झना फेसबुकमा मेमोरी भएर आयो अनि कस्तो धेरै याद आयो त्यो खेत रोपेको। अनि मैले फेरि पनि यो भिडियोलाई फेरि हाल्छु, फेरि मेमोरी हुन्छ पछिको लागि भनेर भोइस कभर गरेर हालेको। के कस्तो भयो भोइस त त्यस्तै हो, भोइसतिर नजानु होला र यो खेततिर चाहिँ जानु होला। यो चाहिँ हाम्रो सधैँ सम्झना रहिरहनेछ यो खेत। यति नै हो। खेत कति रमाइलो गरी रोपिरहेका थियौँ। भिडियोलाई अन्तिमसम्म हेरेर मन पराइदिनु भएकोमा थ्याङ्क यू।